यो लेतापाक भन्छ है, लेटर प्याड होइन, लेटर प्याड होला, लेतापाक राइतो चाहिँ युज गर्ने तरिका है। यो चाहिँ कम्बिनीमा पाउँछ, कम्बिनीमा 430 है। यो ब्लू कलरको र रातो कलरको पाउँछ। ब्लू कलरको चाहिँ 4 किलो 4 किलोसम्म है यो चाहिँ पाउँछ। अनि 3 सेन्टिमिटरसम्मको चाहिँ सामानहरू हाल्न पाइयो। आज चाहिँ रेतापाकको ब्लू कलरको चाहिँ युज गर्ने तरिका चाहिँ आज म भिडियो हाल्दैछु। यो चाहिँ कम्बिनीमा किन्ने है, 430 मा किन्यो। अनि यस्तो खोलेर भित्रै डकुमेन्टहरू हालेर चाहिँ हाल्न सकिन्छ है। अनि सकेसम्म डकुमेन्टहरू हाल्दाखेरि भनौँ न भित्र नटास्ने हिसाबले र क्लियर फाइल भन्छ, क्लियर फाइलमा किनेर सट्ट हाल्नु होला, ताकि पुग्ने मान्छेले नि सट्ट निकालेर होइन सो युज गर्न पाओस् है। त्यो चाहिँ युज गर्ने तरिका भयो है। अनि यहाँ माथि उ छ सामान हाल्ने, अनि यहाँ गम छ, गमले टाल्ने। अनि इम्पोर्टेन्ट कुरा चाहिँ के भने यहाँ 2 है, कहाँ पठाउने है भनौँ, पाउने मान्छेको एड्रेस है, एड्रेस हाल्ने। अनि त्यो युबिन के भन्छ पोस्ट कोड हुन्छ नि, पोस्टल कोड चाहिँ पाउनेको चाहिँ माथि लेख्ने, पाउनेको माथि लेख्ने। अनि यहाँ एड्रेस लेख्ने, नाम लेख्ने, पाउनेको नाम अनि फोन नम्बर है लेख्ने। अनि पठाउने चाहिँ आफ्नो यहाँ नामहरू है, नाम ठेगाना है डिटेल लेख्नु होला। अनि के सामान पठाउन लागेको है, डकुमेन्ट भने स्योरी भनेर लेख्नु है, यो चाहिँ लेख्नु होला है। यहाँ चाहिँ पैसा चाहिँ पठाउन मिल्दैन भनेर लेखा चाहिँ नियम कानुन मिल्दैन भनेर लेखा चाहिँ है। त्यो डकुमेन्टहरू हाल्न पठाउन पाइयो है। अनि त्यहाँबाट इम्पोर्टेन्ट कुरा यो छ नि, यो शिर हाकासी भन्नेमा है नङ्ग्लेसो कोट्याउनु होला, यो सट्ट निस्किन्छ। यो चाहिँ चट्टसँग यो पठाएपछि कतै आफूले भनौँ न राख्नु होला, 2-4 दिन है राख्नु होला है। यो चाहिँ जसरी नि राख्नु नभए यो फेरि यत्तिकै दियो भने फेरि यत्तिकै तपाईँको जुन एड्रेसबाट त्यसमै फेरि रिटर्न भएर आउँछ। त्यही भएर यो चाहिँ जसरी नि आफूले होकान गरेर राख्नु। अनि अब जस्तो तपाईँले यो युबिङ के को हुन्छ नि, यो अफिसमै पसलमै लगेर जानु पर्दैन। यो पोस्ट बक्स होइन, बक्समा हाल्यो भने मजाले पुगिन्छ है। चाहिँ यहाँ स्टेप बाई स्टेप लेखा छ है। यो 3 नम्बर चाहिँ यो निकाल्नु भनेर लेखा छ यहाँ 3 नम्बर है। अनि यो बक्समा हाल्नु। यो युबिङको माधवगुचीमा जानु पर्दैन है, ऊ के भन्छ नि रिसेप्सन जानु परेन, यो बक्समा हाले पुग्छ है। यो भने अलरेडी हामीले पैसा पेमेन्ट तिरिसकेको हुन्छ। यसको अनि राम्रो पक्ष चाहिँ के हो भनेदेखि तपाईँले यो कति दिनमा पुग्यो होइन, पुगेन चाहिँ थाहा हुन्छ कि। जस्तो तपाईँको मोबाइलबाट होइन यो क्युआर चाहिँ नि, यो क्युआर चाहिँ आफूसँग हुन्छ निकालेर हो, क्युआरमा चाहिँ मोबाइलमा चट्ट स्क्रिन गर्नु होइन, स्क्यान गर्नु, यो पुग्यो कि पुगेन सब थाहा हुन्छ। अनि यो लगइन गर्ने बित्तिकै युबिङ को वेबसाइट खुल्छ, त्यसमा तपाईँले कोड नम्बर हुन्छ, त्यो युआसी नम्बर हाल्ने बित्तिकै पुग्यो भने पुग्यो, तोदो कि मास्ता भन्नेको आउँछ होइन, पुगेन भने कहाँ पुगेन भने त्यो देखाउँछ है। यो चाहिँ इम्पोर्टेन्ट हो, यो चाहिँ राम्रोसँग राख्नु होला। हिजो हो दिस।